आकाशभरि हल्ला फैलिएर कि एकअर्काले हल्ला नगरे भनेर हो त्यस्तै हुन्छ है। अब आज तथागत संयममुनि बुद्धको अब एकदम पवित्र तिथि भनौँ न, त्रिसंयोग दिवस सागादावा को अन्तिम दिन। फेरि अहिले के दोष आउँदो रहेछ भने मान्छेहरूमा सागादावा भनेपछि चाहिँ पुण्यको लागि मरिमेटी गर्ने होइन, एकदम समय खर्च गर्ने, अरू बेला चाहिँ फेरि वास्तै नहुने त्यस्तो दोष पनि आउन सक्छ है। अरू बेला पनि हामीले गर्नुपर्छ पुण्य निरन्तर बुद्ध संयममुनिको मन्त्र जप होइन, बुद्धलाई अनुस्मृति यो सबै कुराहरू अरू बेला पनि गर्नै पर्छ। तर सागादावामा चाहिँ विशेष अलिकति जोड दिएर गर्नुपर्छ भन्ने कुरा हो है। फेरि अरू बेला साधना गर्ने नमिल्ने, सागादावामै मात्रै गर्नुपर्ने हो क्या हो भन्ने खालको त्यस्तो सोच पनि लिन सक्छ, त्यो होइन। पुण्य सञ्चय भनेको चाहिँ अब हाम्रो जीवनमा जहिले पनि जतिखेर पनि गरिराख्नुपर्छ। किन भन्दाखेरि जति जति पुण्य हुन्छ त्यति जीवनमा राम्रो हुने हो, सुख शान्ति आउने हो। जति जति पाप बढ्दै जान्छ त्यति जीवनमा दुःख आउने हो है, दुःख विकृति अशान्ति आउने हो। त्यो तपाईँ हामी आफूले अवगत भएको कुरा हो। र अब आजको दिनमा हामीले यहाँ स्वयम्भू जस्तो पवित्र तीर्थस्थलमा अनि हामी सागादावाको अवधिमा हामी सबैले आफ्नो समय अनुसार आफ्नो समय अनुकूल बुद्ध संयममुनिलाई अनुस्मृति गरेर बुद्ध संयममुनिको मन्त्र जप गरेको सङ्ख्या टिप्पणी गरेर त्यो सङ्ख्यालाई चाहिँ आज यहाँ तपाईँहरू माझ वाचन गर्दै अनि यो तपाईँ हामी सबैको पुण्य मन्त्र जपद्वारा यो सागादावा अवधिमा गरेको पुण्य एकमुष्ट त्यो पुण्यले चाहिँ अनि यो भवसागर यो छलोकको प्राणीहरू सबै यो दुःख सागरबाट मुक्त भएर शीघ्र सम्यक सम्बोधिको ज्ञान प्राप्त गरोस् भनेर आज चाहिँ हामी उहाँ गर्नको लागि हामी आज यहाँ जम्मा भएका छौँ है। त्यही कारण एकजनाले उहाँ गरेको भन्दा सबैको एकमुष्ट गरेको चाहिँ बढी शक्तिशाली पनि हुन्छ, बढी प्रभावकारी हुन्छ भनेर भन्नुभएको छ है। हामी सबै पुण्य गर्दाखेरि पनि अब एकजना बसेर पुण्य गरेको र सबै एकमुष्ट मन्त्र जपहरू पनि त्यस्तो हो कि सबै सँगै बसेर मन्त्र जप्यो भने अरूले जपेको पुण्य पनि आफूले पाउँछ अरे। 100 जना सँगै बसेर जप्यो भने एक जनाले चाहिँ 100 जनाको मन्त्र जपेको पुण्य पाउने भयो। त्यसरी उदाहरण राख्यो भने तपाईँसँग एक माना चाहिँ गहुँको पिठो छ भने त्यो एक माना गहुँको पिठो चाहिँ अर्काको एक बोरा उवाको पिठोमा मिसाइदिएपछि त्यो सबै बोराको सबै पिठो खान अधिकार पायो नि त तपाईँले, किनभने आफ्नो पिठोमा मिसिएको छ नि त। हो त्यस्तो भन्नुभएको छ छेउभित्र है। त्यही कारण अनि तपाईँ हामी सबैले आज जसले यसरी यो सागादावाको अवधिमा संयममुनिको मन्त्र जप्नुभएको छ अनि त्यो सबै पुण्य अब टोटल 55,57,209 रहेछ हाम्रो सङ्ख्या। 1 करोड पनि पुगिन रहेछ है। अब कतिको टिप्न बाँकी भयो, कतिको छुटेको होला, लगभग 1 करोड त जपेको हुनुपर्छ पक्कै पनि होइन। कतिजनाको छुटेको होला। अब हामी अहिले टाढा टाढा बस्नेहरूले अनि अब फेसबुकमा मेसेज पठाउँछ है, हामीले टिप्न बिर्सिन्छ। कोही यहाँ साक्षात् आउनु सकेको हुँदैन, कोहीले आफ्नो समय व्यस्तताले गर्दाखेरि चाहिँ अनि जप्न नपाएको हुन्छ। तर हामी नेपालमा बस्नेहरू धेरै भाग्यमानी हो। विदेशमा बस्नेहरूले बिचरा धेरै जप्न सक्दैन रहेछ यसो हेर्दाखेरि, किन कामको व्यस्तता हुन्छ नि त। अब नेपालमा बसेको त अब समय फुर्सद छ। एउटा आमाले 6 लाखसम्म जपेछ हो त्यस्तो हुन्छ। त्यही कारण अनि 55,57,209 चाहिँ बुद्ध संयममुनिको मन्त्र जप भएको रहेछ। अब यो मन्त्र एकदम पवित्र हो है। अनि एक पटक मात्रै बुद्ध संयममुनिको मन्त्र तद्य अथवा ओम मुनि मुनि महामुनि, अब संयमुनाय स्वाहा भन्ने पनि छ, कसैले ओम मुनि मुनि महामुनाय स्वाहा भन्ने पनि हुन्छ। एक पटक मात्रै जपे पनि 80,000 कल्पको पाप शुद्ध हुन्छ है। चर्या सिख पनि बोधिसत्वको चर्या गर्नुभएको के हो, यही मन्त्रको प्रभावले, यही मन्त्र जपको साधनाले गर्दा उहाँ बोधिसत्वको चर्या गर्नुभयो। त्यसै गरेर अतीतको बुद्धहरू पनि सबै यही मन्त्रद्वारा उहाँहरूले ज्ञान प्राप्ति गर्नुभएको भनेर। तपाईँहरूको तपाईँहरूको कति रहेछ टोटल? ए जोस् मान्ने वज्रगुरु अनि ओम आहोम वज्रगुरु, ओम तारी तुतारी सबै जप्नु भयो चाहिँ। ओम आमी देवर मुनि मुनि हो, धेरै राम्रो। हजुर हजुर यो तपाईँको ल जोस्। अब जसले जति जति जप्नु भयो आज सबै हुन्छ एकमुष्ट रूपमा हामीले उहाँ गरिदिन्छौँ है त। हो ल यही राखिहाल्छ हो। अब उहाँ चाहिँ किन महत्त्वपूर्ण छ भन्दाखेरि
तपाईँको पुण्यले कतिको प्रभाव ल्याउने, तपाईँको पुण्य सुरक्षित हुने कि नहुने, तपाईँको पुण्यले तपाईँलाई कहाँसम्म पुर्याउने भन्ने कुरा चाहिँ तपाईँको ngवाले गर्छ है। ngwa चाहिँ त्यसको मेन चाबी जस्तो रहेछ नि त। ngwaले चाहिँ के हुन्छ, तपाईँको एउटा सानो पुण्य भयो भने त्यसले तपाईँको ngwa सही ढङ्गले ngwa गरेको छ भने, बोधिचित्तले रसिएर ngwa गरेको छ भने चाहिँ पुण्य चाहिँ टाइम टु टाइम त्यो पुण्य आफै बढेर जान्छ नि। कल्प ब्रिज उदाहरण राख्नु भएको छ नि, कल्प ब्रिज जस्तै अब हाम्रो आचार्य शान्ति देवालय चेन्जुक बोधिसत्वचार्य अवतारभित्र के भन्नुभएको छ, घेवा सेनगुन छुसिङ सिन्धुनी ढेपु लेन्चिक जिन्ने सेवर गिर्स चाँचुप सेम्ने चेन्सिङ तापरयाङ ढेपु झिम्बा मिसे फेवर गिरहरू भन्नुभएको छ नि त। त्यो भनेको के हो भन्दाखेरि बोधिचित्तले नरसिएर गरेको घेवाहरू चाहिँ के हो भन्दाखेरि केराको रुख जस्तो अरे, एकचोटि फल दिन्छ फेरि अर्को पटक फेरि फल दिनको लागि फेरि नयाँ रुख उम्रिनुपर्छ कि। बोधिचित्तले नरसिएर गरेको घेवा पुण्यहरू चाहिँ फेरि त्यो फल नपाउने भन्ने कुरा होइन, फल त पाउँछ तर एकचोटि फल दिन्छ अनि त्यो पुण्य चाहिँ सकेर जान्छ अरे कि। तर बोधिचित्तले रसिएको पुण्य चाहिँ कस्तो भन्दाखेरि कल्प वृक्ष जस्तो हो, वर्षौँ वर्ष त्यो रुख पनि ठुलो 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 कैयौँ योजनसम्म हाँगाहरू बढेर जान्छ अरे कि। अनि प्रत्येक हाँगामा चाहिँ फल दिने हो। त्यस्तै बोधिचित्तले रसिएर तपाईँले घेवा पुण्य ngwaहरू गर्यो भने अब सुरुमा शरणगमन चाहियो, त्यसपछि बोधिचित्त चाहियो, त्यसपछि अब जे पुण्य गरिन्छ बिचमा आफूले पुण्य गर्नु पर्यो र अन्तिममा ngwa राम्रो गर्नु पर्यो। अब ngwa चाहिँ के हो, यो संसारको मातापिता रूपी संसारको सबै प्राणीहरूको लागि सबैभन्दा उत्तम ngwa चाहिँ के हो, संसारको सबै प्राणीहरूको लागि सोचेर गर्ने। यो संसारको सबै प्राणीहरू आज मैले गरेको यो सानो पुण्यले होइन, आज मैले गरेको यो पुण्यले चाहिँ अनि यो बाबु सागरको दुःखबाट मुक्त भएर अनि सम्यक सम्बोधिको ज्ञान प्राप्त गरोस् भनेर त्यसरी तपाईँले प्रत्येक दिन आफ्नो साधनामा यो खालको ngwaहरू गर्न सक्यो भने प्राणीहरूको हित हो, यो पनि प्राणीहरूको कल्याण हो। हामीले भन्छ नि मैले अरूको लागि केही गर्न सकेन, अरू प्राणीहरूको लागि केही पनि गर्न सकेन भन्छ, त्यस्तो नमान्नु हो कि। तपाईँले दिनदिनै घेवा ngवा पुण्य मन्त्र जप परिक्रमा हुन्छ नि, बुद्धको वचनहरू पाठ, मनमा श्रद्धा आस्था भक्तिले रसिएर चाहिँ अब बुद्ध बोधिसत्वहरूको ध्यान भावना होइन, ढोक घरमा पानी चढाउने हो, त्यसरी पूजा चढाउने हो, त्यो जे जस्तो पुण्य गरे पनि सबै प्राणीहरूको लागि ngवा गरिदियो भने त्यो नै प्राणीहरूले हित हुन्छ अरे कि। त्यसले त्योभन्दा ठुलो हित भनेको छैन है। तपाईँको प्रार्थना, हाम्रो प्रार्थना एक दिन पुरा हुन्छ। त्यही कारण चाहिँ अब म धनी होस् होइन, सबै प्राणीहरू चाहिँ ठुलो मान्छे होस्, नेता होस्, अरबौँ सम्पत्तिले थुपारोस् भनेर के गर्नु त होइन, त्यो त क्षणिकको कुरा हो। जन्मिनुपर्छ, रोग लाग्नुपर्छ, बुढाबुढी हुनुपर्छ, मर्नुपर्छ, त्यो त हाम्रो मूल चार दुःख भयो। त्यो सँगै जीवनमा भोग्नुपर्ने अनेक प्रकारको दुःखहरू छ नि त। अब के भन्छ, सोचेको कुरा पुरा नहुने, मनमा अशान्ति, शारीरिक अशान्ति, कस्तो कस्तो भएर जीवन बिताउनु पर्ने होइन, हो त्यस्तो दिनहरू आउँछ। त्यही कारण चाहिँ तपाईँले पुण्यमा निरन्तरता दिनु होला, त्यो हो है। र दिनदिनै आफूले गरेको शरीर वचन मनको कर्मलाई चाहिँ परीक्षण गर्नु, मैले के सोचिरहेको छु, मैले के बोलिरहेको छु, मैले के गरिरहेको छु। बुद्ध धर्मको अभ्यास भनेको त्यही हो, आफ्नो कर्मलाई ल कर्महरू मध्ये पनि मूल मनलाई परीक्षण गर्नु अरे। राङ्गी स्यामलाई यहाँ दुताकमा जे छो सुटो भनेर छ नि त, पद्म साङ्गीले भन्नुभएको छ नि त। मनलाई चाहिँ पटक पटक परीक्षण गरिरह्यो भने तपाईँले जे कर्म गरे पनि पुण्यमा जान्छ अरे। पाप र पुण्यको केन्द्र नै मन रहेछ नि त होइन। हो त्यही कारण चाहिँ मनलाई चाहिँ सधैँ परीक्षण गर्नु र शरीर वचन मनको कर्म सुधार्नु हो, पाप कर्म नगर्नु, पुण्य कर्म गर्नु। बुद्धको उपदेश पनि त्यही हो होइन। त्यो माथि आफूले जति सकिन्छ आफ्नो समय अनुकूल मिलाएर चाहिँ अनि मन्त्र जप, अब बुद्धको वचनहरू पाठ, बुद्धको वचनहरू छुए पर्नेहरूले पाठ गर्नुपर्छ। किनभने प्रत्येक बुद्धको शब्दहरू चाहिँ के हो, औषधि हो, अमृत हो। त्यही कारण त्यो मामुली मान्छेले लेखेको होइन नि, उहाँहरू सबै के हो, बुद्ध बोधिसत्वहरू सिद्धि प्राप्ति गरेको गुरुहरूले रचना गर्नुभएको, बुद्ध स्वयंको मुखरबिन्दबाट चाहिँ भाषण भएको शब्दहरू एकदम पवित्र छ नि त। त्यही कारण हामीसँग शक्ति ऊर्जा नभए तापनि उहाँहरूको त्यो पवित्र मन्त्र भाषण गर्दाखेरि चाहिँ हामीलाई चाहिँ शक्ति ऊर्जा पाउने है। उहाँहरूले भेन्सिक टुबा, उहाँहरूले जिङ्गी लप्सी गरेर राखेको, जिङ्गी लप्सी कहाँ भन्छ, उहाँहरूले अधिष्ठित गरेर राख्नुभएको त्यो पवित्र वचनहरू हामीले पाठ गर्दाखेरि आफूसँग शक्ति नभए पनि त्यो वचनको प्रभावले मलममा जे शब्दहरू जे मलम गरेको छ त्यो मलम, त्यो प्रार्थना पुरा हुने कारण चाहिँ त्यो हो। किन उहाँहरूको आशीर्वाद छ त्यसमा। हामीसँग शक्ति ऊर्जा नभए भने हामीले त्यो मलम पाठ गर्दाखेरि अनि
त्यो मलममा व्याख्या गरेको कुराहरू शान्ति होस्, निरोगी होस्, होइन, आयु लामो होस्, सम्पन्न होस्, हो अन्तमा सबै प्राणीहरूको लागि म बुद्धत्व प्राप्ति गरोस् भनेर त्यो मलममा शब्दहरू त्यस्तो छ नि त, बुद्ध शब्दहरूको शब्द हो। त्यो उहाँहरूको आशीर्वाद, उहाँहरूले अधिष्ठित गर्नुभएको प्रभावले चाहिँ अनि आफूले गरेको मलमहरू पनि पुऱ्याउने हो। त्यो हुन्छ। त्यही कारण प्राणीको कल्याण भन्यो भने त्यही हो। गुरु रम्बुछले भन्नुभएको छ नि, निमो जुङदु पुजे छम्बो गम सेन्टेन देन्दु मानि टु टोङ्स सेमो जुङदु पेजुङ ngaनी गम रङ्गी देन्दु बेन्जर गुरु टोङ्स डोडुक सेन्टेन ढिलेन थ्याते होङ भन्नुभएको छ नि त। दिउँसोको समयमा सबै आमा माता पिता रूपी प्राणीहरू, किन यो संसारमा हाम्रो बुवा आमा नगरेको कुनै पनि प्राणी बाँकी छैन अरे। यति पटक चाहिँ हामीले जन्म लिइसक्यो, कुनै न कुनै जुनीमा त्यो किरा भयो भने, फट्याङ्ग्रा भयो भने, जो भयो भने कुनै न कुनै जन्ममा हाम्रो बुवा आमा गरेको छ अरे तिनीहरूले। त्यही कारण अहिलेको समयमा त्यो प्राणीहरूले पहिलाको जुनीमा पाप पुण्य के हो छुटाउन सकेन, पुण्य कर्म गर्न जानेन। त्यो पापले गर्दाखेरि अहिले चाहिँ के हो, कोही कुखुरा भएर जन्मेको छ, कोही बाख्राको भएर जन्मेको छ, कोही कुकुर भएर जन्मेको छ, होइन। ओहो बिचार, यिनीहरू सबै पहिला जन्म मेरो बुवा आमा त हो नि, उनीहरूले पुण्य गर्न जानेन, पाप कर्मले गर्दाखेरि आज यस्तो जन्म लिनु परेको छ भनेर उहाँहरू सबै बुद्धत्व प्राप्ति गरोस्, पशु लोकबाट मुक्त होस्। अब नर्कलोकमा कति होला दुःख पाइरहनेहरू, होइन। पशु लोकमा कति हामीले देखिरहेको, आँखाले देखेको नदेखेको, होइन। एउटा ढुङ्गा पल्टाएर हेर्नुहोस् कति कमिलोहरू निस्किन्छ हो। त्योसँगै मनुष्य लोकमा बोकेको पशुहरू भयो, जति पनि छ आँखाले देख्ने नदेख्ने सबै प्राणीहरू चाहिँ के हो, कुनै न कुनै जन्ममा हाम्रो बुवा आमा हो। र अहिले जसरी हामीले वर्तमानको बुवा आमाको गुण कृपाले सम्झेर हो, आफ्नो बुवा आमा अलिकति दुःख भयो भने कति गाह्रो हुन्छ हामीलाई, होइन। कसरी हुन्छ मेरो बुवा आमा चाहिँ सुख भयो हुन्थ्यो भनेर सोचेर हिँड्छ नि त। त्यसरी नै पहिलाको प्राणीहरूको पनि गुण त तिर्नु पर्यो नि हामीले, कुनै न कुनै जन्ममा तिनीहरूले पनि हाम्रो अहिलेको बुवा आमा जस्तै हामीलाई गुण कृपा गरेको छ नि त हो। त्यही कारण अब हामीले गुण तिर्न, प्रत्येक प्राणीको गुण तिर्न त सक्दैन, गाह्रो छ। तर यसरी तपाईँले दैनिक जीवनमा राम्रोसँग पुण्य कमायो, धर्म साधना गर्यो, मन्त्र जप गर्यो, यसरी त्यो जुन घेवा ngवा गरिदियो भने, राम्रोसँग सबै प्राणीहरूले ngवा गरिदियो भने सबै प्राणीहरूको गुण पनि यस्तै तिर्छ है। फामा ढुडुक फामा ढिलेन छेर्ते होङ भनेको छ नि गुरु रम्बुजीले, त्यो भनेको शब्द त्यो रहेछ नि त हो। त्यही कारण दिनको समयमा अनि चेनेसिकले सम्झेर संसारको सबै प्राणीहरूको लागि माने जप्ने, रात्रिको समयमा गुरु रम्बुजे मलाई सम्झिनु भन्नुभएको छ। छेमो जुङदु पेजुङ ngaनी गम्स, रातिको समयमा गुरु रम्बुजे मलाई सम्झिनु, रङ्गी देन्दु बेन्जा गुरु टोङ्स, आफ्नै लागि बज गुरु जप्नु भन्नुभएको छ। त्यसो गऱ्यो भने चाहिँ मन्त्र भनेको के हो भन्दाखेरि त्यो मन्त्रमा सम्पूर्ण बुद्धहरूको आशीर्वाद औषधि हो। औषधि, हामी रोगी हो, त्यो औषधि सेवन गर्दै गर्दै मन्त्र जप्दै जप्दै हामी चाहिँ के हो, सम्पूर्ण दोष, सम्पूर्ण दुःख, सम्पूर्ण रोगहरूबाट हामी मुक्त हुँदै जान्छ। कोही मान्छे हुन्छ नि यतिकै डराउनु, डर लाग्ने, कहिलेकाहीँ मान्छेहरूको जीवनमा मन अशान्ति, त्यत्तिकै अशान्ति हुने, त्यस्तो हुन्छ। त्यो चाहिँ बाहिरको मारहरूले बिगार्छ अरे, कहिलेकाहीँ प्रेत मारहरूले गर्दाखेरि। अनि उनीहरूले पनि जाने जाने म बिगार्छु भनेर हिँडेको होइन, तर उनीहरू हिँड्दाखेरि हामीलाई अब कहिलेकाहीँ अचानक हामीसँग भेट हुँदाखेरि अनि आफ्नै कर्म कमजोर भएको कारणले चाहिँ हामीलाई गाह्रो हुन्छ नि त। त्यस्तो जीवनमा त्यस्तोहरू हुन्छ नि हो। त्यो समयमा पनि बजौरो जप्दै 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 गयो भने सबै कुराहरू मनमा पनि शान्ति आउने, होइन। आफू बसेको ठाउँमा पनि अब लासिन डेन्दु खोल भन्नुभएको छ, नाग देवी देवता सबै तपाईँको कुरा मान्छ अरे। बजौरो जप्ने मान्छेको कुरा मान्ने, तपाईँको आदेश मान्ने, तपाईँको सेवा गर्ने नाग देवी देवताहरूले हो। त्यस्तो खालको शक्ति ऊर्जा पाउँछ। बज्रगुरु करोड करोड जप्यो भने त गुरु रम्बुजे बराबर हुन्छ भन्नुभएको छ। त्यस्तो शक्ति आफूले आज्ञा, आफूले आदेश मात्रै दिनुपर्छ। नाग देवी देवता भूत प्रेत सबै तपाईँको मुनि, तपाईँले जे भने त्यही मान्नु, त्यस्तो खालको शक्ति ऊर्जा पाउँछ भन्नुभएको छ। अब माने जबेर जस्तै चेने न्युङ्ने 108 जोडी बस्यो भने चेनेसिक बराबर हुन्छ अरे, त्यस्तो शक्ति। त्यो मान्छे उभिएको खोला, त्यो मान्छेको छाया पानीमा पऱ्यो भने त्यो पानी पिउने सबै दुर्गतिबाट मुक्त हुन्छ भन्नुभएको छ। त्यो मान्छेले छुएर आएको हावाले हामीले छुयो भने के हुन्छ, हाम्रो पनि पाप दोषहरू, दशाग्रहहरू सबै निवारण हुन्छ अरे, त्यस्तो शक्ति ऊर्जा हुन्छ। त्यही कारण बुद्ध बोधिसत्वहरूको सम्पूर्ण शक्ति ऊर्जाहरू सबै के मन्त्रमा समावेश छ। त्यो मन्त्र हामीले सधैँ दैनिक रूपमा जप्न सक्यो भने के हुन्छ, हाम्रो रोग निको हुने, पाप शुद्ध हुने, होइन। पछि मन्त्र राम्रो राम्रो धेरै धेरै सङ्ख्या जति हामीले बढी जप्दै 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 गयो त्यति नै शक्ति ऊर्जा बढ्दै जाने हो। पछि तपाईँले पानीमा फुकेर पिउँदाखेरि रोग बिमार दुःखहरू निको हुने। यस्तो पहिला दलालामाबाट चाहिँ कुहिरेहरूले मानेको लुङहरू लिएर माने जपेर त्यसै अनि पानीमा फुकेर खाँदाखेरि क्यान्सर रोग लागेको कुहिरेहरू निको भएको छ अरे, त्यस्तो हुन्छ। तर मन्त्र जप्दाखेरि चाहिँ ध्यान एकाग्र हुनु पर्यो।
है मन्त्र जप्दै सांसारिक कुरा गर्दै होइन माने बेमा माने के छ हालखबर ठिक छ माने बेमा माने हिजो त कानमा ठुल्ठुलो गहना लगाइदियो आज कहाँ लुगायो क्या चोरले चोर्छ भनेर आज सुनको बाउ महँगो छ त्यहाँ डराएको होला भने होइन अनि छोराछोरीहरू कस्तो छ फेरि माने बेमा त्यो के त्यो मन्त्र जब्यो त्यसरी जब्यो भने चाहिँ सुन बनाउँदै चाँदी फलनाम पित्तल सबै मिसाएको जस्तो अरे अनि सुनको के काम त है प्योर भएन नि त त्यहाँदेखि मन्त्र जप्दाखेरि शुद्ध जप्ने सकेसम्म ध्यान एकाग्र गुरु रमजीले भन्नुभएको छ नि लोजिक भाङ्यन जेबाले धाजिक मनावा चेवा गा भन्नुभएको छ नि 1 वर्ष चाहिँ तपाईँले टाउकोना फेदको मन्त्र जप्नु भन्दा पनि 1 महिना चाहिँ बरु मन बस्यो भने चाहिँ पुण्य धेरै छ अरे मन बस्नु भन्छ हामी छेउ गर्ने मान्छे सकेसम्म कम बोल्नु यो मुख सबै पापको ठाउँ पनि यो मुख रहेछ नि चाहिँदो नचाहिँदो सबै यो मुखबाट निस्किन्छ एउटा साथीसँग चिया खाएर एकछिन गफ गरेर बस्नु त आफै परीक्षण गर्नु त के कुरा निस्किँदो रहेछ पत्याएन भने हेर्नु त 1 जना जम्मा भयो भने 2 जना जम्मा भयो भने के हुन्छ 3 जना जम्मा भयो भने के हुन्छ 4 जना जम्मा भयो भने के कुरासम्म निस्किन्छ 1 घन्टाभित्र सबै पापहरू त्यहाँ थोपिन्छ त्यहाँदेखि रिसको कुरा ईर्ष्या डाहा गमन होइन सबै कुराहरू त्यहाँ चाहिँदो नचाहिँदो सबै कुरा त्यहाँ निस्किन्छ त्यसपछि एकछिनपछि त्यही चिया खाने साथीहरू मुक्का हान गरेर फर्किनुपर्छ त्यस्तो पनि घटनाहरू धेरै छ नि त सँगै चिया खानु गएको साथी गफ गर्दा गर्दा लास्टमा 2 जनै झगडा गरेर निस्किन्छ किन भन्दा यो मुख भन्ने सम्हाल्न सकेन भने धेरै पाप हुन्छ त्यही कारण गुरु रम्बुजीले चाहिँ त्यो लोजिक भाङ्यन जवाबे धाजिक मावा चेबा गा भन्ने कारण त्यो जति सक्छ कम बोल्ने चाहिँदो बोल्ने बोले पनि धर्मको कुराहरू गर्ने चाहिँदो कुरा बोल्ने त्यसरी मेन गरेर चाहिँ अनि मन्त्र जपको समयमा चाहिँ राम्रोसँग मन्त्र जप्ने होइन त्यो चाहिँदो नचाहिँदो कुराहरू सांसारिक कुरा नमिसाउने यदि तपाईँले इमर्जेन्सी केही पढ्यो भने चाहिँ ट्याक्कै मन्त्र जप सकाएर राम्रोसँग त्यो अब मन्त्र जप्दाखेरि पुण्य पाएको छ नि त्यो पुण्यलाई तुरुन्तै गवा गरेर चाहिँ त्यहाँबाट बोल्दा हुन्छ फेरि त्यो बिचमा रिस उठ्यो भने अब गवा नगर्दा रिस उठ्यो भने फेरि पुण्य खेर जान्छ नि 1000 कल्पको पुण्य खेर जान्छ भनेको छ नि त होइन दुःख गरेर मर्ने गरेर पसिना आउने कोरा गऱ्यो अनि गवा नगरेर जाँदाखेरि बाटोमा एउटा कुकुरको पुच्छर आफैले टेक्दियो त्यो कुकुरले टोक्दियो अनि फेरि कुकुरले लात हान्थ्यो रिस उठेर नि के भयो त अनि त्यहाँदेखि त यत्रो दिन भोलि पसिना भएर कोरा गरेर खेर गयो नि त त्यस्तो हुन्छ है त्यही कारण जे पनि हुनसक्छ नि अब यहाँ आएर तपाईँ हामीले यत्रो पुण्य कमायो अब यहाँदेखि जाँदाखेरि जे पनि हुनसक्छ घरमा पुग्दा जे पनि हुनसक्छ रिस उठ्यो भने ठुलो पाप हो भनेछ नि त अब हामी सकेसम्म त सहयोग राम्रो हो होइन के सेदाङ तब दिग्बामी घेवत अब सेवत अब काठुन्ने भन्छ नि त पाप जतिको ठुलो के रिस जतिको ठुलो पाप छैन अनि सहनु जतिको ठुलो पुण्य छैन सहयो भने कयौँ कल्पको पापहरू पनि शुद्ध हुन्छ भनेछ नि त तर हामी त प्र्याक्टिकलमा ल्याउनु त गाह्रो हुन्छ होइन एउटा लामा चाहिँ ध्यान गरेर बसेर के गरे यस्तो ध्यान गरेर बसेछ अरे होइन शान्ति पारामिता भन्छ नि हामीले कसरी सहनुपर्छ हो त्यसको ध्यान गरेको अरे त्यो लामा जसरी बसेर अनि एउटा साथी आएर के गरेको हो न म शान्ति परिमिताको साधना गर्दैछु ध्यान गर्दैछु भने ल गुखाऊ है भने त गुखाऊ भन्दैछ अरे के रिस उठेर त्यतिखेर कहाँ गइसक्यो होइन त्यही कारण चाहिँ हामी सांसारिक मान्छेहरू चाहिँ पुण्य गरेपछि छिटो छिटो गवा गरिहाल्नुपर्छ त्यो पनि संसारको सबै प्राणीहरूलाई यो बाबा सागरको दुःखबाट मुक्त भएर चाहिँ अनि बुद्धत्व प्राप्ति गरोस् भनेर त्यसरी गवा गरिराख्यो भने तपाईँको पुण्य सुरक्षित भयो नि त अब 1000 कल्पसम्म गरेको पुण्य पनि एउटा रिसले नष्ट गर्छ भनेपछि कस्तो खालको पुण्यलाई बनेको हो भन्दाखेरि गवा नगरेको राम्रोसँग गवा नगरेको बोधिचित्तले रसिएर गवा नगरेको पुण्य चाहिँ त्यसरी खेर जान्छ भनेको गवा गरेको पुण्य चाहिँ खेर जाँदैन फेरि गवा नगरेको पुण्यहरू त्यो त सुरक्षित हुँदैन नि तपाईँले दुःख गरी दिनभरि अब दुःख गरेर पैसा कमायो त्यो पैसा बढी लथालिङ त्यतिकै छोडेर हिँड्यो भने त त्यो पैसा फेरि सुरक्षित हुन्छ कि हुनु थाहा हुँदैन नि त त्यो पैसा लगेर सुरक्षित तपाईँले बाक्सामा हालेर चाबी ल्याएर होइन ब्याङ्कमा डिपोजिट गरेर राख्यो त्यो पैसा खेर गएन नि त हो त्यस्तै हो गवा गऱ्यो भने चाहिँ त्यही कारण चाहिँ अनि मन्त्र जप भयो मन्त्र जपमा पनि महत्त्वपूर्ण चाहिँ के रहेछ भन्दाखेरि अनि ध्यान एकाग्र मन एकाग्र है दादा माता तङ्ग्युरिन तेन्जिन देना भुङ्ग्युरिन भन्नुभएको छ नि गुरु रमजीले के हो अशुद्ध मन्त्र 1000 पटक जप्नु र शुद्ध 1 पटक जप्नु बराबर हो र शुद्ध लाख पटक शुद्ध मन्त्र जप्नु र ध्यान एकाग्र गरेर 1 पटक जप्नु बराबर भन्नुभएको छ त्यही कारण चाहिँ मन्त्र जप्ने बेलामा पनि जस्तो बुद्धको मन्त्र जप्दाखेरि पनि बुद्धलाई आफ्नो अगाडिको आकाशमा सम्झेर अब भयो भने होइन वाङ लिन सकिन्छ नि वाङ लिँदाखेरि पनि बुद्धको काया वाका चित्त चिवो ढिम्बा
हि भने 3 केन्द्रबाट चाहिँ अनि सेतो रातो नीलो प्रकाश आएर आफूमा विलिन भएको त्यो प्रकाशले चाहिँ आफ्नो पाप दोषहरू सबै शुद्ध भएको सम्पूर्ण बुद्धको चाहिँ काया वाका चित्तको आशीर्वाद मलाई पायो भनेर चाहिँ बुद्धलाई आफ्नो अगाडिको आकाशमा एकाग्र गरेर त्यसरी ओम मणि मणि महामणि मन्त्र जपिने अनि अगाडि पनि एउटा फोटो राख्ने किन भन्दा हामीलाई सम्झिनु गाह्रो हुन्छ नि त्यही कारण फोटोलाई हेर्दै सम्झिँदै गर्नुपर्छ हामीले मोमो चाउमिन तातो तातो चिया कफीहरू सम्झिनु पर्यो भने आँखा चिम्लिने बित्तिकै देख्छ होइन तर बुद्ध सम्झिनु त आँखा जति चिम्ले निधारै खुम्चिएर चिम्ले पनि देख्दैन त्यो जुन कुरा हामीसँग बढी युज टु हुन्छ नि त्यो कुरा देख्ने हो किनभने हामीले बानी गरेको छैन बुद्धको फोटो हेरेर ध्यान गर्ने बानी गरेको छैन कहाँबाट देख्ने त निन्द्रा खुम्चिएर आँखा चिम्लेर गरे पनि देख्दैन अनि भन्छ गुरु म त जति ध्यान गरे पनि बुद्धै आउँदैन हो भन्छ हुँदै हुँदैन भन्छ के किन हामीले बानी बसाल्नु पर्यो नि त त्यही कारण एउटा बुद्धको फोटो राख्ने अगाडि गुरु रम्बुजीको फोटो चेनेसीको फोटोहरू बोकेर हिँड्ने होइन दैनिक साधना गर्ने आफ्नो मन्त्र जप गर्ने त्यो फोटोलाई हेरिने हेरेर सम्झिने नहेरेर सम्झिने कोसिस गर्ने होइन आँखा चिम्लेर त्यसरी बानी गर्दा 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 एक दिन के हुन्छ आँखा चिम्लिने बित्तिकै साक्षात् बुद्धले देख्न सक्ने त्यस्तो हुन्छ अब त्यसलाई चाहिँ वज्रयानको साधनामा युल्सुम गेदो गिरुवा भन्छ यस्तो हुन्छ ध्यान साधना गर्दा पहिले चाहिँ आँखा चिम्लेर प्रष्ट देख्ने हुन्छ त्यसपछि पछि 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 एक दिन हामीले के हो सिद्धि प्राप्त गर्ने समय चौधरी बोधेर साक्षात् अगाडि आकाशमा दर्शन पाउने त्यस्तो हुन्छ अरे अनि अझै पनि त्योभन्दा माथि स्तरमा साधना गर्दै गर्दै गयो भने हामीले छुन पाउने साथी जस्तै बोल्न पाउने बुद्धहरूबाट आशीर्वाद पाउने हो त्यस्तो हुन्छ त्यसको लागि चाहिँ के हो सबैभन्दा ठुलो मन एकाग्र हुनु पर्यो है त्यही कारण 1,00,000 पटक शुद्ध मन्त्र जप्नुभन्दा पनि मन एकाग्र गरेर ध्यान एकाग्र गरेर एक पटक जपेको चाहिँ अनि प्रभावकारी हुन्छ आशीर्वाद धेरै पाउँछ अरे शक्तिशाली हुन्छ भन्नुभएको छ नि त ए दादा माता तँग्युर हिँड टेन्सन दिएन भङ्ग्युर हिँड भन्नुभएको छ यो कुराहरूलाई मनमा राखेर जहिले पनि मन्त्र जप्दाखेरि त्यसै चल्नुपर्छ अनि मन्त्र जपिसकेपछि अन्तिममा अनि ngवा राम्रोसँग ngwa गर्ने है प्रज्ञा सागरले सोधेको सूत्रमा लोडे ग्यासो सुबिदो भन्ने सूत्रमा बुद्धले भन्नुभएको छ नि त जितर चुते ग्यासो छेलुङवा ग्यासो मासे बढ्दो देमिसे त्यसै जाँचुब योङो या जाँचुब माथो बढ्दो देमिसे भन्नुभएको छ यो बुद्धले भनेको कुरा हो एउटा उदाहरण राखेर भन्नुभएको छ एक थोपा पानी चाहिँ समुद्रमा मिसाइदियो भने समुद्र नसुकेसम्म त्यो पानी पनि सुक्दैन अरे हो कि होइन सुक्दैन नि त हो त्यस्तै हामीले बुद्धत्व प्राप्तिको लागि सम्पूर्ण प्राणीहरूको लागि सम्पूर्ण प्राणीले चाहिँ बुद्धत्व प्राप्ति गरोस् भनेर एउटा पुण्य कमाएर त्यो पुण्य चाहिँ त्यसरी ngवा गर्यो भने चाहिँ जबसम्म हामी बुद्धत्व प्राप्ति गर्दैन तबसम्म त्यो पुण्य कहिले पनि खेर जान्दैन अरे त्यो पुण्य चाहिँ वर्षौँ वर्ष हामीले ब्याङ्कमा फिक्स डिपोजिट राख्यो भने ब्याज 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 बढेर जान्छ नि त्यस्तै पुण्य आफै वृद्धि हुँदै जान्छ अरे कि अघि कल्पवृक्षको उदाहरण राखेछ नि त कल्पवृक्ष चाहिँ वर्षौँ वर्षौँ कैयौँ योजनासम्म बढेर पनि प्रत्येक हाँगामा चाहिँ के हो फल दिने हो त्यस्तै कैयौँ योजनसम्म कैयौँ जन्मसम्म हामीलाई चाहिँ त्यो पुण्यको ब्याज हामीले खान पाउँछ कि हाम्रो जीवन त्यो पुण्यको कारणले त्यो बोधिचित्तले रसिएर गरेको पुण्यको ब्याजको कारणले चाहिँ अनि सुख शान्ति निरोगी दीर्घायु होइन सम्पन्न सबै हुन्छ त्यसकारण चाहिँ अनि पुण्यहरू त्यसरी ngवा गर्नुपर्छ तरिका हो त्यो है पुण्य ngवा गर्ने तरिकाहरू अब शब्दले जाने भने त झनै राम्रो बुद्धको शब्दहरू छ नि त होइन ngवा गर्ने तरिका त्यो नजानेको खण्डमा पनि आफूले मनबाट चाहिँ मेन मनबाट हो मैले आज यसरी कोडा गरेर यति पुण्य कमायो त्यो पुण्यले चाहिँ मेरो बुवा आमा रूपी मातापिता रूपी विचार यो संसारको सबै प्राणीहरू दुःख सागरबाट मुक्त भएर अनि बुद्धको क्षेत्रमा पुगोस् सम्बोधिको ज्ञान प्राप्त गरोस् जबसम्म हामी बुद्ध हुन सक्दैन तबसम्म दुःख भनेको कहिल्यै पनि सक्दैन रहेछ बर्दोको ठितिर भनेको छ नि अझै पनि तिमी थाकेन मानिस लोक र देवलोकको चाहना गर्ने भनेको छ नि त अब यो 6 लोक मध्ये सबभन्दा राम्रो त अब मनुष्य लोक हो त्यसपछि देवलोक हो अझै पनि मनुष्य लोक देवलोकमा जन्म लिए पनि त दुःख छ नि त मरेर जानुपर्छ बुढाबुढी हुनुपर्छ रोग लाग्नुपर्छ होइन फेरि आमाको कोखबाट 9 महिना बसेर जन्मिनुपर्छ त्यो सबै दुःख हो नि त त्यही कारण चाहिँ हाम्रो ngwa चाहिँ के हो सबै प्राणीहरू बुद्धत्व प्राप्ति गरोस् भनेर बुद्धत्वको चाहना राखेर ngwa गर्यो भने त्यहाँ पुग्ने चाहिँ काम चाहिँ ngwaले गर्छ काङ्गी मलम चाहिँ त अब देला देशन थोबर गिर भनेको जसले जे मलम गर्छ पुण्य गरेर त्यसले त्यो प्राप्त हुन्छ है छनम थम्जे के निन्दे दिम्बे चला रब दुनियास काङ्गी मलम चाहिँ त अब देला देशन थोबर गिर भनेको छ नि त हो त्यही कारण मलम ngwa चाहिँ राम्रो हुनु पर्यो हो त्यही कारण आज यसरी अब हामी सबैको लागि एकदम के भन्छ पुण्यको क्षण हो हामी सबैले होइन यसरी सकताको अवसरमा अब अस्ति
सुरुको दिनमा हामी यहाँ जम्मा भएर एउटा किताब पुस्तक वितरण गरेको थियो। त्यो किताब चाहिँ अब सागादावाको बेला मात्रै नभइकन सधैँ आफ्नो दैनिक जीवनमा यसरी साधना गर्नुपर्छ। किन भन्दा हामी चाहिँ के हो, तथागत बुद्ध शाक्यमुनिको समयकालमा, उहाँको धर्म शासनको कालमा हाम्रो जन्म भएको हो र हामी र तथागत बुद्ध चाहिँ एकदम सम्बन्ध ठुलो छ। किन उहाँको समय हो नि त, अहिले त उहाँको धर्म शासनको समय हो नि त। अब 2400 वर्ष पछाडि चाहिँ फेरि मैत्री बुद्ध पाल्नुहुन्छ, तर मैत्री बुद्धको धर्म शासन चाहिँ 80,000 वर्ष जीवित हुन्छ भनेछ। उहाँ पनि 80,000 वर्ष बाँच्नुहुन्छ, त तथागत शाक्यमुनि बुद्ध त 80 वर्ष मात्रै बाँच्नु भयो नि त। हो त्यही कारण तपाईँ हामीलाई चाहिँ अनित्य हो, एक दिन मरेर जानुपर्छ, यो संसारमा केही पनि छैन, पुण्य गर। हामी लाने भनेको पुण्य मात्रै हो, हामी भनेको केही क्षणको पाहुना हो। यो केही क्षणको पाहुना भए पनि यो पाहुना आएको समयमा समय खेर नफाल, पुण्य गर। जिन्दगीभरि कमाएको सम्पत्ति छोडेर जानुपर्छ, जिन्दगीभरि जोडेको नाता छोडेर जानुपर्छ, आफूले कमाएको सबै छोडेर एउटा सियो धागो पनि लाने अधिकार छैन। यही जिन्दगीभरि पालन पोषण गर्यो, यो शरीर त छोडेर जानुपर्छ। आखिर लाने चाहिँ के रहेछ भनेको पुण्य र पाप हो। त्यही पुण्यले चाहिँ हामीलाई अब कस्तो जन्म लिने, कहाँ के हुने भने चाहिँ तपाईँले गरेको पुण्यले गर्छ। हो त्यही कारण यो कुराहरू मनमा राखेर अब दैनिक समय खेर फाल्नु भएन। पुण्य भनेको चाहिँ कसरी गर्नुपर्छ भन्दा याक तो घिचा सवासिन भन्छ। एकदम भोक लागेको याकले घाँस खाएको जस्तो रे। याक चाहिँ 7 दिन खाना नपाएको याकले हरियो चौरमा छोडिदिनु त उसले के गर्छ, यो घाँस खाइ नसक्दै अर्को घाँस हेर्छ उसले, यो पछि यो खान्छ, हो त्यो पछि त्यो खान्छ, हो त्यसरी पुण्य पनि त्यस्तै